मान्य सदस्य श्री कमल थापालाई समय दिन्छु। उहाँलाई 6 मिनटको समय रहेको छ। माननीय सभामुख महोदयले अन्य पार्टीका नेताहरूलाई सम्बोधनका निमित्त बोलाउँदा पार्टीको नाउँ र पद पनि उल्लेख गर्नुभयो। अब हामी धेरै लामो समय बसेर होला त्यसको आवश्यकता उहाँले महसुस गर्नु भएन। म राप्रपा नेपालसँग सम्बन्धित छु। मान्य सभामुख महोदय, म सर्वप्रथम त राष्ट्रियता र प्रजातन्त्रको संरक्षण र सम्वर्धनका निमित्त जीवन उत्सर्ग गर्ने सम्पूर्ण अज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। केही विवाद र गुनासोको बावजुद निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सक्षम भएकोमा मन्त्री परिषद, नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा अंग, प्रशासन सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु र अत्यन्तै उत्साहपूर्ण वातावरणमा निर्वाचनमा सहभागी हुने आम नेपाली मतदाताहरूप्रति आभार समेत व्यक्त गर्दछु। माननीय सभामुख महोदय, गत संविधान सभाको निर्वाचन पश्चात राप्रपा नेपाल देशको चौथो ठूलो राजनीतिक शक्तिको रूपमा स्थापित भएको छ। पार्टीलाई यो गौरवपूर्ण स्थान दिलाउने सम्पूर्ण नेपाली मतदाताहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु र पहिलो पटक यो गरिमामय सदन समक्ष प्रस्तुत भएर आफ्नो विचार राख्दा म मान्य सभामुख महोदय मार्फत सिङ्गो राष्ट्रलाई, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रलाई स्पष्ट पार्न चाहन्छु कि राप्रपा नेपाल जनताको सर्वोच्चता र प्रजातन्त्र प्रति मन, वचन र कर्मले सदैव प्रतिबद्ध रहनेछ। संविधान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्ने क्रममा म यो पनि दोहोर्याउन चाहन्छु कि 1 वर्षभित्रमा जनताको चाहना अनुरूपको संविधान निर्माणमा राप्रपा नेपालले रचनात्मक भूमिका निर्वाह गर्नेछ। हामीले यो बिर्सनु हुँदैन कि 16,000 भन्दा बढी नेपाली आमाका छोराछोरीहरू मर्ने मराउने काम गरेर पनि गरीब नेपालीहरूले तिरेको ट्याक्स र नेपालीको टाउकोमा विदेशबाट ल्याइएको ऋणबाट 100 अरब भन्दा बढी खर्च गरेर पनि र 7 वर्षको अमूल्य समय खेर फालेर पनि संविधान सभाबाट संविधान बनाउन नसकेको तीतो पृष्ठभूमिमा दोस्रो पटक संविधान सभाको निर्वाचनबाट फेरि संविधान निर्माण गर्ने संकल्पका साथ हामी यहाँ भेला भएका छौं। त्यसर्थ म प्रारम्भमा नै मान्य सभामुख महोदय मार्फत सम्पूर्ण मान्य सदस्यहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु कि पार्टीको स्वार्थभन्दा माथि उठाउँ, देश र जनतालाई केन्द्र बिन्दुमा राखेर
यो मुलुकको भविष्य निर्माण गर्ने काममा योगदान पुर्यायो। हामी सबैलाई थाहा छ 2007 सालमा प्रजातन्त्र आयो। अहिले 63 वर्ष भयो, तर अझ पनि हामीले एउटा स्थायी राजनीतिक प्रणाली स्थापित गर्न सकेका छैन। हामीसँगै विकासको क्रममा अगाडि बढेका कैयौं राष्ट्रहरू आज विकसित राष्ट्रका रूपमा स्थापित भइसकेका छन्, तर हामी अहिले पनि एउटा स्थायी राजनीतिक प्रणाली निर्माण गर्ने काममा संघर्ष गरिराखेका छौं। यो किन भयो? यसका धेरै कारणहरू हुन सक्छ। म ती सबैमा जान चाहन्न। एउटा महत्त्वपूर्ण कारण भनेको इतिहासका विभिन्न कालखण्डमा अवलम्बन गरिएको निषेधको राजनीति। पञ्चायत कालमा राजनीतिक दलहरू प्रतिबन्धित रहे। 46 सालको परिवर्तन पछाडि माओवादी राजनीतिक व्यवस्थामा अटाउन सकेन वा अटाउन चाहेन। 62-63 को परिवर्तन पश्चात राष्ट्रवादी शक्तिहरू, परम्परागत शक्तिहरू र राज संस्थालाई निषेधित गर्ने कार्य गरे, जसको कारण आज हामी फेरि पनि संकटै संकटको चक्रव्यूहमा परेका छौं। म कसैलाई आरोप प्रत्यारोप गर्न चाहन्न। ईमानदारीपूर्वक भन्ने हो भने वर्तमान नेतृत्व पीढीका हामी सबै कुनै न कुनै रूपमा मुलुकको बर्बादी र दुर्दशाका निमित्त जिम्मेवार छौं। अब एक अर्कालाई आरोप प्रत्यारोप होइन, परस्पर विश्वासका आधारमा सबै नेपाली राजनीतिक शक्ति र विचारहरू अटाउन सक्ने नेपाली मोडेलको मौलिक प्रजातन्त्र, राज्य प्रणाली र संविधानको निर्माण गर्नु र त्यो सम्भव छ भन्ने कुरा म दृढताका साथ व्यक्त गर्न चाहन्छु। माननीय सभामुख महोदय, हामीले यदाकदा महान उपलब्धिका रूपमा, ऐतिहासिक प्रवाहका रूपमा चर्चा गर्ने गरेका धर्मनिरपेक्षता, गणतन्त्र र जातीय आधारमा संघीयताको उत्थान कहाँबाट भयो? त्यसको वास्तविक सूत्रधार, रचनाकार को हुन्? हामी कसबाट कहिले कहिले कुन मोडमा प्रयोग भयो? यस बारेमा म अहिले चर्चा गर्न चाहन्छु। आगामी दिनमा सप्रमाण दाबीका साथ आवश्यकता अनुसार बहसमा उत्रिनको निमित्त तयार रहेको कुरा पनि यहाँ निवेदन गर्न चाहन्छु। जुनसुकै पृष्ठभूमिमा धर्मनिरपेक्षता, गणतन्त्र र जातीय आधारमा संघीयताको बीजारोपण भएको भए तापनि यो अहिले मुलुकको यथार्थ फिट एकम्प्लिट। तर संविधान निर्माणको निमित्त अग्रसर भएको अवस्थामा विगत 7 वर्षको मुलुकको राजनीतिक अभ्यास र त्यसले हाम्रो समाजमा पारेको प्रभावलाई हामी बिर्सन सक्दैनौं। सबै राजनीतिक दलका नेताहरूको भाषा र शैली फरक भए पनि सबैको एउटै धारणा छ। मभन्दा अगाडि बोल्नुहुने दुई वक्ताहरूले पनि आफ्नै भाषा र शैलीमा राष्ट्रियता कमजोर भएको कुरा गर्नुभयो, प्रजातन्त्र धरापमा परेको कुरा गर्नुभयो। स्थानीय निकायको चुनाव नभएको 16 वर्ष भइसकेको र 10 वर्षदेखि स्थानीय निकाय कर्मचारीहरूको जिम्मामा रहेको कुरा उल्लेख गर्नुभयो। अर्थतन्त्र कमजोर रहेको कुरा उल्लेख गर्नुभयो। देशको समग्र क्षेत्र अस्तव्यस्त रहेको छ, यसमा कुनै विवाद छैन। यही कारणले गर्दा अहिले इमानदारीपूर्वक विचार गरौं। राजनीतिक दल र हामी दलका नेताहरू मात्र होइन, समग्र राजनीति प्रति नै अहिले जनतामा वितृष्णा छ, घृणा छ। यो अवस्थामा जनतामा फेरि राजनीति प्रति विश्वासको वातावरण सिर्जना गर्नका निमित्त हामीले विगतका त्रुटि र कमजोरीहरूलाई सच्याएर अगाडि बढ्ने अठोट गर्नु पर्दछ र सबै अटाउने व्यवस्था नै विकल्प हो भन्ने कुरा म निवेदन गर्न चाहन्छु। म संक्षेपमा जाँदा जाँदै यो निवेदन गर्न चाहन्छु कि राप्रपा नेपाल आफ्नो हैसियतलाई राम्रोसँग बुझ्दछ। अहिले
हैसियतमा छ र अहिले हामी केवल 7 गाउँ मात्र मागिराखेका छौं। इतिहास पढेका महाभारतका विज्ञहरूलाई थाहा छ 7 गाउँ नदिँदाखेरि महाभारत भयो। नेपालमा फेरि अर्को आधुनिक महाभारतको हामी रचना नगर, त्यसको पुनरावृत्ति नगर। अहिले नै पनि केही राजनीतिक शक्तिहरू यो संविधान सभा भन्दा बाहिर हुनुहुन्छ। यहाँ भित्र बाहिर भएकालाई चाहिँ लडाउनु पर्ने हाम्रो दायित्व छ भने यहाँ भइरहेकाहरूलाई बाहिर जाने अवस्था सिर्जना नगर्नुहोस्। स्वामित्व ग्रहणको प्रश्न उठेको छ। म एउटा कुरा निवेदन गर्न चाहन्छु माननीय सभामुख महोदय, हरेक राजनीतिक पार्टीलाई आफ्नो प्रतिबद्धतामा अडान राख्ने पूर्ण छुट रहन्छ, तर यो संविधान सभा भर्खरै जनताबाट निर्वाचित भएको स्वतन्त्र नयाँ जनादेश प्राप्त सार्वभौम संस्था हो। यो पहिलो संविधान सभाको निरन्तरता होइन, यो पहिलो संविधान सभाको दोस्रो श्रृंखला होइन। स्वयं निर्वाचन आयोगले चुनावको बेलामा यो अर्को संविधान सभाको निर्वाचनको कुरा गरेको छ। त्यसर्थ ठिक छ, राजनीतिक दलहरूको निरन्तरता हुन्छ, संविधान सभाको निरन्तरता हुँदैन। त्यसर्थ राजनीतिक दलहरूले आफ्नो चाल बमोजिम एक्लै वा समूह बनाएर आफूले विगतमा गरेका निर्णयहरूप्रति प्रतिबद्धता व्यक्त गर्न सक्दछ, तर संस्थागत रूपमा यो सार्वभौम संविधान सभालाई जहाँ 85% भन्दा बढी नयाँ अनुहार आएका छन् उनीहरूलाई त्यो विरासत र बोझ बोकाउने काम नगर्नुहोस्। ठिक छ, स्वामित्व ग्रहण नगर्दैमा संविधान निर्माणमा ढिलाइ हुने होइन। त्यसको विकल्पमा राप्रपा नेपाल 1 वर्षभित्रमा संविधान निर्माण गर्ने प्रतिबद्धताका साथ फास्ट ट्र्याक विधि यहाँको संविधान सभा समक्ष प्रस्तुत गर्नको निमित्त तयार रहेको कुरा म यहाँ निवेदन गर्न चाहन्छु। माननीय सभामुख महोदय, अन्तमा म सम्पूर्ण माननीय सभासद महोदयहरूमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु, शुभकामना गर्न चाहन्छु। भगवानले हामी सबैमा सुख, शान्ति, समृद्धि र सद्बुद्धि प्रदान गरून्। धन्यवाद।